गिलो फ्राई राइस दिस इज माई न्यू रेसिपी के अरे यहाँनिर राति 12-1 बजी आयो भने त के होला यार साथीहरू पनि एलटी लाग्यो भने जङ्गलमै आएर गर्ने इयर त्यसरी बगीको छोड मजाले गयो त्यहाँ यसो पहिले एक्लै निस्क्यो भने पनि धेरै रमाइलो लाग्दो रहेछ क्या Be by your side. Alright guys, म चाहिँ अब घरबाट निस्किसकेँ हैन यसो घुम्न चल्दिनु पर्यो भनेर कस्तो अल्छी लाग्यो क्या घरमा बस्दा अनि हेरौँ म कहाँ जान्छु भनेर त्यस्तो खासै ठिक्क त परेको छैन अब कहाँ पुग्छु थाहा नै छैन हेरौँ मैले विचार गरेको म फेरि एकचोटि एक ठाउँ जाउँ कि त्यो ठाउँ जाउँ कि भनेर सोच्दैछु होइन त्यो ठाउँ बकाल छ क्या बेनेली पड्काएर हिँड्छ नि त हौ साथीहरू त यो ठाउँमा मलाई बस्न किनकि एकदमै मजा आउँछ क्या आज खै के भएको मलाई बेसी यो त भनौँ न घरमा बस्न पनि मन छैन त्यहीँनिर जानु पर्ला छ साथीहरू होइन हल्का टाइम लाग्छ तपाईँको लगभग कति भनेपछि 10-15 मिनट लाग्छ होला त्यहाँ पुग्न जाउँ न त्यहाँनिर बस्न किन एकदमै आनन्द आउँछ क्या मलाई अब यहाँनिर के अरे मेरो बेसी साथीहरू छैन नि त अब भए पनि अब त्यस्तो खासै अब बस्ने वास्ता त गर्दैन आउँदैन अहिले त अब के साथीभाइहरू सधैँभरिको लागि कहाँ एउटै खाना होइन किन भन्नु नि मलाई त्यही माथि यस्तो भनौँ न मलाई नै त्यसै भेट्न पनि मन लाग्दैन म कसैलाई मेसेज पनि गर्दा पनि गर्दिनँ क्या किनभने आफ्नै यहाँ काम भइरहेको हुन्छ भ्याइ नभ्याइ र साथी हो हामी चाहिँ रामधुनी 12 क्षेत्र प्रवेशद्वारमा इन्ट्री गरेको छौँ होइन तपाईँहरूले थाहा पाइसक्नुभयो होला बोट हेरेर कतै जान आँटेको भनेर यसो भनौँ न त्यो ठाउँ एकदमै पिसफुल छ क्या अब जस्तै तपाईँको काठमाडौँमा जाँदाखेरि पशुपतिनाथ अनि कृष्ण मन्दिर जाँदाखेरि मन एकदमै शान्त हुन्छ नि यहाँनिर गइसकेपछि त्यस्तै हो क्या रामधुनी गयो भने एकदमै मन शान्त हुन्छ किनभने त्यहाँनिर जङ्गलहरू हुन्छ क्या अनि त्यो मात्र होइन त तपाईँहरूले त्यो अस्तिको भिडियोमा रियाक्सन चाहिँ डह्रो दिनुभएको थियो मलाई खुसी लाग्यो तपाईँहरूलाई मन पऱ्यो भनेर होइन यसरी नै रियाक्सन दिइराख्नु नि होइन मलाई पनि मजा आउँछ भिडियोहरू बनाउनु मजा आउँछ क्या त्यसरी र साथी हो म चाहिँ के अरे अब यता रामधुनी बाटो छिरिसकेँ होइन म अब एकछिन त्यहाँनिर के अरे पुरै भित्र पनि छिर्ने होइन अनि त्यहाँनिर तपाईँलाई जङ्गल पनि देखाउनु पर्यो रामधुनीको यहाँनिर इटहरीमा भएको भनेको जङ्गल त्यही एउटा मैले देखाएँ हो नभए त अरूतिर मैले देखाएको छैन नभए यता धरानतिर गयो भने मात्र हो मलाई यस्तै पिस ठाउँ मात्र मनपर्छ क्या मलाई त यो के अरे बच्चाबुच्चीहरूलाई हेरेर मलाई त मेरो सानोको याद आउँछ यार यो बेला हामी टक्क पाराले स्कुल पनि गइरहन्थ्यौँ अनि यो टाइममा त अरू एक्जाम पनि हुन्छ क्या एक्जाम चलिरहेको छ बच्चाबुच्चीहरूको यस्तो रमाइलो हुन्थ्यो तर मलाई मेन कुरो भनेको एक्जाम दिन डर लाग्थ्यो क्या किनभने आफूलाई केही आउँदैन थियो पढाइ पनि हुँदैन थियो नि त आमा साथी हो यो बस हुर्काएको हेर न त्यो ड्राइभरले बाफ्रे बाफ बाटो पाइसकेपछि त कसैले नछोड्ने क्या ड्राइभरहरू राइडरहरू सबै उस्तै त हो एउटै त हो होइन अब कोही बस राइडर हुन्छ होइन कोही बाइक राइडर हुन्छ कोही साइकल राइडर हुन्छ होइन सबैजनाको एउटा राइडर हुन्छ जस भनौँ न मलाई यहाँनिर एकदमै क्या हुन्छ नि मन शान्त हुन्छ आजभोलि मलाई किन एक्लै मात्र बस्न मन लाग्छ क्या कोहीसँग घुलमिल पनि हुन मन लाग्दैन खै किन उमेर पनि बढ्दै गइसकेपछि हो कि क्या हो कतिलाई यस्तो हुन्छ मलाई यसो कमेन्टमा भनौँ है त अब हामी त्यहाँनिर के अरे रामधुनी 10 मिनटमा पुग्छौँ होला म एकछिन रामधुनीको जङ्गलमा बसेर यसो भिडियो बनाउँछु
तपाईँहरूलाई देखाउँछु नि होइन अब के गर्छ भनेर। त्यहाँमाथि यो गर्मी महिना सुरु भइसकेपछि होइन यस्तो बाफे हावा यस्तो चलिरहेछ बास भन्न सकिँदैन यार। अस्ति म के अरे साथीसँग यताको इटालीको वृन्दावन क्या गएको। आमा मलाई थाहा पनि थिएन त्यहाँनिर के अरे यो तराई एरियामा पनि यस्तो बवाल ठाउँ छ क्या। अनि मेन कुरो भनेको यो तपाईँको तालतला जाने बाटो आमा अहिले यस्तो बिग्रेको छ यस्तो बिग्रिरहेछ। त्यहाँनिर बाटो बनाइरहेछ नि त अहिले। अनि बाटो बनाउने चक्करमा आमा यस्तो खाल्डाङ खुल्डुङ अफरोड हुन्छ नि। मलाई त यस्तो फिल भइरहेको थियो यो इक्सर बाइकमा मैले पुरै अफरोड हुन्छ नि गड बाइक जसरी हिँडिरहेको छु क्या मैले। तपाईँहरूलाई भिडियोमा त्यस्तो नलाग्ला होइन तपाईँले एकचोटि आएर चेक गर्नु होइन तपाईँहरू सबै देख्नुहुन्छ क्या कस्तो गाह्रो हुन्छ भनेर। आमा यो हात नि तपाईँको यो हात हेर्नु त यस्तो हुन्छ क्या अफरोडमा। अब यहाँबाट हामी के अरे जस्तो पैठारी चोक आउँछ त्यो पैठारी चोक बस्नुपर्छ। अब कतिजना यता तराई एरियामा बस्नुहुन्छ तराई एरियामा बस्नेहरूलाई त थाहा होला हामी पैठारी चोक भनेको कता हो भनेर। नाम पनि युनिक छ हौ यहाँ यो एरियाको पैठारी चोक रे आमा है। यो बसलाई ओभरटेक गरौँ भने पनि कहाँबाट गर्नु यत्रो सानो बाटो छ। उता मान्छे आइदियो भने उताबाट आइदियो भने छैन क्या यसरी आइदिन्छ। आँखामा फेरि धुलो छिरेर मर्न आइदियो। म किन अरू भ्लगर जसरी म बोल्नै सक्दिनँ क्या कस्तो गाह्रो हुन्छ भने। जति कोसिस गर्छु तपाईँहरूलाई इन्टरटेनमेन्ट के भयो क्या म तपाईँहरूलाई इन्टरटेनमेन्ट गर्न खोजिरहेको हुन्छु होइन। तर किन म बोल्नै सकिरहेको हुँदिनँ क्या। ल साथी यो पैखारी चोक पनि कट्यौँ है। यही हो रामधुनीको बाटो। यहाँको बसहरूले कुन दिन मलाई मार्छ होला यार। के साह्रो त बचाएर आउँदैन। रामधुनी नआएको पनि धेरै भइसकेको छ क्या। अनि आज यसो रामधुनी पनि गइदिउँ न भनेर तपाईँहरूलाई थाहा भइसक्यो होला रामधुनीको कुन ठाउँमा जान आँटेको भनेर। मलाई त्यो हुन्छ नि मम्मीले मलाई भाइलाई लिएर जा भन्नुहुँदै थियो होइन। तर मलाई किनकि एक्लै बस्न मन लागिरहेको छ क्या। त्यसैले कसैलाई नबोकिकन आज सोलो राइड आएको छु है साथी हो। हेर्दै गर्नु लाग्छ हेर्दै गर्नु त तपाईँलाई मजा आउँछ। अनि यस्तो टर्निङ आइसकेपछि मलाई किन आज भोलि लास्टै डर लाग्न थालिरहेको छ क्या। यस्तो चिप्लेको छु कि साथी हो होइन। त्यहीमाथि अहिले मैले ग्लभ्सहरू त्यस्तो केही लगाएको छैन क्या। साथी हेर्नु है यो हो तराई एरियाको जङ्गल भनौँ न इटरीकै जङ्गल भन्दा पनि हुन्छ। यस्तो खुल्ला सुनसान छ यार। रामधुनी 2 किलोमिटर। एकछिन यता बस्दिउँ न त है। ल साथी म चाहिँ यता रामधुनीको जङ्गल आइसकेँ। यही हो रामधुनीको जङ्गल चाहिँ। अरू उता गयो भने रामधुनीको मन्दिर आउँछ। लगभग भनौँ न राम भगवान्ले धुनी तापेको ठाउँ आउँछ। यी जङ्गल चाहिँ यही हो है। आज मलाई कस्तो देखिरहेछ हौ है तेरिका। लास्टै भ्यातेङ भुतुङ देखिरहेछ होला है तेरिका। यस्तो आनन्द आइरहेछ। आमा उता के अरे बुढाबाजेहरू पुरै जङ्गलमा दाउरा काटिरहेछन्। मैले देखाउन सकेको छैन। पुरै साइकलमा गइरहेछन् क्या यिनीहरू। आमा यो पछाडिको यो टावर चाहिँ के को मैले अहिलेसम्म बुझ्न सकिरहेको छैन क्या। आमा जस चिल ठाउँ छ क्या। अब म यहाँ एकछिन बस्छु 5 मिनट जति। म तपाईँहरूलाई यहाँको सिनेरी देखाउँछु है त। एकचोटि सिनेमेटिक खिच्नु पऱ्यो यहाँको। तर यहाँनिर जङ्गलमा तपाईँहरूलाई थाहा छ यता जहाँ पाइँ त्यो हिँड्नु हुँदैन नि। यहाँको मान्छेहरू फेरि लास्टै खतरा छ नि त। फेरि यताउति अब फेरि थोरै पनि एल्टी लाग्यो भने जङ्गलमै आएर गर्ने यिनीहरूले फेरि ल्याङ उतो चुकेर पनि के अरे खुट्टामा गु पऱ्यो भने छैन ल्याङ लाग्दो। तर म कहिलेकाहीँ यसो सोध्छु होइन ग्रुप राइडमा जाँदा पनि होइन यसो कहिलेकाहीँ एक्लै उतो निस्क्यो भने पनि धेरै रमाइलो लाग्दो रहेछ क्या। एक्लै निस्किन पनि सिक्नुपर्ने रहेछ। यसो बुझ्यो होइन जिन्दगीबाट चाहिँ धेरै कुरा मैले बुझिरहेको छु। अब अरू बुझ्न बाँकी छ। अब हेरौँ यो
पडाउमा हामी कहाँसम्म पुग्छौँ। मैले भ्लगिङ सुरु गरेको छ होइन, मोटो भ्लगिङ पनि छ, फ्यामिली भ्लग पनि छ, फुड भ्लग पनि छ, सबै भ्लग छ। जस तपाईँहरूले साथ देखाइदिनु भयो भने म अरू राम्रो इन्टरटेनमेन्ट होइन, म अहिले पनि मान्छेहरूले मलाई दिएको भने म लजाउँछु क्या, म बोल्नै सक्दिनँ क्या। यसो हेरेर होइन मान्छे छ कि नै भनेर ऊ त बोल्नुपर्छ, नभए त यस्तो बिल्ला लाग्छ क्या आफूलाई पनि। मान्छेहरू आएको छ कि भनेर पछाडि साइकलमा एकजना दिदी आइसक्नु भएको छ होइन, यो त देखाउँ भने छैन ऊ आइराख्नु भएको छ। अनि त्यसैले यहाँबाट हामी टक्क पाराले अब रामधुनीको मन्दिर जानुपर्छ। तपाईँहरूले थाहा पाइसक्नु भयो होला अब यो बाटो आएको देखेर। अब टक्क पाराले रामधुनीको मन्दिर जाने हो क्या अब। ल साथीहरू हामी चाहिँ जङ्गलबाट निस्किसक्यौँ। बेसी भित्र त छिरेको थिइनँ, यत्तिकै बाहिर तपाईँहरूलाई देखाइदिउँ न भनेर। अनि मैले हल्का फुल्का सिनेमेटिक पनि खिचेको छु। अब म तपाईँहरूलाई देखाइहाल्छु अब यता गइसकेपछि। तर तपाईँहरूले मेरो भ्लग हेर्दै हुनुहुन्छ भने त तपाईँहरूले देखिसक्नु भएको छ धेरै कुराहरू होइन। त्यो एकचोटि म सनम दोस्तसँग अस्ति घुम्न जाँदाखेरि क्या त्यो झुङुङ्गे पुलमा गएको थिएँ। अनि त्यो झुङुङ्गे पुलबाट म त्यो ठाडो उकालोबाट मुनि झरेको थिएँ नि त। अनि त्यहाँबाटदेखि मेरो बाइकमा कस्तो अर्कै साउन्ड आइरहेको छ क्या। अब यो बाइकको सर्भिसिङ गर्ने बेला हो रहेछ। अब यो बाइक सर्भिसिङ गर्ने बेलामा थाहा हुन्छ के भएको भनेर। मेन कुरो भनेको यहाँको पिच पनि अफरोड पिच छ क्या। फेरि यहाँनिर राति 12-1 बजी आयो भने त के होला यार साथीहरू, डर छ होला यार। यो यहाँ मात्र होइन, हरेक जङ्गलमा रातिको 12-1 बजी हिँड्यो भने त सातपुल्लो उठ्छ होला मान्छेहरू। अनि मैले आज बिहानै हेर्दै थिएँ होइन एउटा भिडियो, त्यो खै के पो थियो मैले बिर्सेँ त्यो भगरको नाम होइन। त्यो राजकुमारलाई पुरै पोक गरिरहेको थियो क्या, मतलब हुन्छ नि नराम्रो निकाल्न खोजिरहेको थियो राजकुमार थापा मगरलाई। अब उसले जतिसुकै बेहोरा देखाए पनि होइन, अब ऊ बिहाइन्ड द सिन्स कसलाई थाहा हुन्छ उसलाई के भइरहेछ होइन। ऊ पनि त्यहाँनिर त्यत्तिकै त्यो ठाउँमा पुगे होइन दह्रो मिहिनेत गरिरहेछ, उसको पैसा दह्रो खर्च भइरहेछ, उसले त्यो अरूले त्यो देखाएको छैन क्या त्यहाँनिर। अब हुन्छ नि उसले धेरैचोटि इन्डियाको बाइक ल्याएर चलाइरहेको थियो होइन। अब सबैजनालाई थाहा भइ पनि त्यो त्यो बाइकमा साउन्डहरू ठुल्ठुलो आउँछ भन्ने थाहा छ त्यही पनि। अनि ट्राफिकको कुनै ट्राफिकहरूले ल्याङ हान्छ, कुनै फ्याङ्की हुन्छ होइन। अब हामी जस्तो राइडरहरूलाई अब मजाले बोलिदियो सम्झायो भने त जो पनि सम्झिहाल्छ नि होइन। अब धेरै कुरामा जो पनि हुन्छ नि फाल्तुमा सन्किरा हुन्छ क्या। अनि ऊ त्यो सन्किने मान्छेहरूलाई राम्रो एन्सर दिइरहेको हुन्छ क्या। अब कतिले मन पराए पनि नमन पराए पनि त्यो आफ्नो ठाउँमा कुरो छ। तर यसरी कसैलाई हुन्छ नि नामै लिएर ट्यागै गरेर ऊ त्यो भन्ने कुरो होइन क्या यो चाहिँ। अब पछि गएर अब मसँग पनि कोही अब ठुल्ठुलो कुरा गर्ला सन्केला होइन। अब मैले पनि त्यसको त एन्सर दिनु पर्यो होइन। अब मैले त्यसको एन्सर दिएँ भनेदेखि मलाई अब कुरा नबुझिकन ऊ त बोल्न त पाइँदैन नि त होइन। त्यसको के छ बिहाइन्ड द सिन्स त्यो बुझ्नु पर्यो होइन। यतिकै पोक गर्न मिल्दैन क्या अरूलाई होइन। हो कि नै भन्नु है साथीहरू। ल साथी हो, मैले चाहिँ हल्का फुल्का सिनेमेटिक मैले खिचिसकेको छु होइन। यहाँनिर कति मान्छेहरू डेटिङ पनि गरिरहेछ। मन्दिरमा आएर डेटिङ चाहिँ खतरै रहेछ। अनि मैले अब यहाँको मन्दिरहरूको बारेमा अब तपाईँहरूलाई बेसी भन्नु पर्दैन होला, यहाँको स्टोरीहरू तपाईँलाई थाहा छ। यहाँ चाहिँ राम भगवान्ले आएर धुनी टापेको ठाउँ है। यहाँ चाहिँ कहिले पनि त्यो आगो निप्दैन भन्छन् होइन। त्यो निभेको पनि छैन। म त्यहाँनिर गएर हेरिरहन्छु। अब तपाईँहरूलाई भित्र गएर देखाऊँ भनेपछि अब हामीलाई यो त भित्र भिडियो बनाउन मिल्दैन नि त। मिल्दैन भन्दा पनि दिँदैन। अनि त्यही हो, त्यहाँको म बनाउँदिनँ। अनि अहिले चाहिँ म मन्दिरको यता साइडको उयसमा छिरेको छु होइन, वकिङ उयसमा। मान्छेहरू यहाँ आएर टक्क पाराले वकसक गर्छन्। यहीँनिर मैले एउटा त भनेको थिएँ नि, त्यहाँनिर भित्र एउटा गयो भने एउटा घर छ क्या। अनि त्यहाँ चाहिँ गाँजा खाएको कि क्या हो जस्तो लाग्छ होइन। तर होइन, हुन पनि सक्छ, के थाहा होइन हामीलाई। अनि मस्त पाराले त्यसमा एकजना भाइले नाइस भ्लग भनेर हालिरहेको थियो। के हो गाँजाको नाम सुन्ने बित्तिकै सबैजना नाइस भ्लग भन्ने हो कि क्या हो। जोस यहाँनिर आएर मलाई एक्लै हिँड्न एकदम पिसफुल भइरहेछ भनौँ न, शान्त। कहिलेकाहीँ एक्लै आउन पनि मजा लाग्दो रहेछ क्या।
अब म यहाँनिर एकछिन 5-10 मिनट बस्छु, त्यसपछि निस्किन्छु। के हो त्यहाँनिर फेरि ट्यापे केटाहरू देखा परेको छ होइन। त्यो ट्यापे केटाहरूले मेरो बाइकलाई केही गरिदियो भने छैन। फेरि यस्तो केटाहरू जङ्गलमा आउनुको कारण त म बुझिहाल्छु नि त। फेरि कोही त राम्रो हुन्छ, कोही त एकदमै खडुस हुन्छ नि, सन्का टाइपको हुन्छ। अनि मलाई सन्किने मान्छेहरू फिट्टिकै मनै पर्दैन क्या। जाउँ अब म एकछिन यहाँनिर डुल्छु अनि त्यसरी म सिधै तपाईँहरूलाई भेट्छु। सब्सक्राइब चाहिँ गर्न नबिर्सिदिनु है साथीहरू। हो त्यहाँनिर केटाहरू बसिरहेको छ। कहिलेकाहीँ एक्लै हिँड्न मजा आउँछ होइन, हिँड्नु पनि पर्छ। Like a symphony. No, I need you by my side, playing on and on eternally. ल साथी हो, म चाहिँ निस्केँ होइन त्यहाँबाट। मैले एकछिन त्यहाँनिर बाइक रोकेको थिएँ होइन। मस्त पाराले आमा सिट त यस्तो तातो भएको थियो कि मान्छेले मेरो त चाट त अम्लेटै फ्राई भयो जस्तो स्याहार थियो त्यतिखेर। बास त्यो केटीहरूले क्या हेरिदिएर आमा भ्लगर भनेको जसरी त्यो केटीहरूले कस्तो पाराले मसँग कोही एकजना होइन मजाले मिल्ने होइन, अनि मसँग यसरी राइडमा जाने थियो भने त म त आमा निस्किन्थेँ होला, तपाईँहरूलाई पनि देखाउँथेँ मस्त पाराले। भाइलाई अब बाइक गेममा कुदाउँछस् भन्दाखेरि अब त्यसले आँटै देखाउँदैन क्या बाइक हाँक्नु। त्यो कस्तो हुन्छ नि, हाइवेमा आइसकेपछि डर आउँछ क्या हल्का फुल्का। त्यसको हात बस्या पनि छैन। अब एकचोटि मेरो हुन्छ नि, मेरो अर्को बाइक किन्ने प्लान फिक्स भएछ भने म त्यसलाई यो बाइक छोडिदिनु पऱ्यो। अनि त्यसले प्र्याक्टिस गर्दै बस्छ। अनि जुन दिन त्यसको हातमा यो मजाले बाइकको त हात बस्न थाल्छ नि यो बाइकमा, अनि त्यसरी त्यो र म राइडमा निस्किनु पर्ला जस्तो छ। अघिको छोरी मजाले गयो त यार। यहाँ लास्ट एकचोटि उहिले हान्दिउँ है त साथी हो। लास्ट एकचोटि उहिले है साथी हो। भएन यार, भएन यो भएन है। लास्ट एकचोटि मजाले अलराइट साथी हो, म चाहिँ अहिले घर आइसकेको छु होइन। अनि घर आउने बित्तिकै मलाई यस्तो भोक लागिरहेको थियो होइन। मलाई 1 घन्टा लाग्यो सोच्दा के खाम भनेर। अनि अहिले म यहाँनिर आफ्नो लागि खाना बनाइरहेको छु। अनि यो मस्त पाराले पाकिसकेपछि मस्त गम हान्यो। आज मैले बिहानदेखि खाना खाएको छैन नि त। अनि अब यसलाई मस्त फ्राई राइस बनाएर होइन मस्त पाराले खानु पर्यो। मस्त यो तेल कस्तो उफ्रिँदा भने हो तेरिका। त्यहाँ मैले भात बसाइसकेको छ, अरू के भेजिजहरू हालौँ भन्ने कुरो भइरहेको छ क्या। म अब टक्क फ्राई राइस खान्छु। अनि त्यसरी हेरौँ कहाँ गइन्छ। फेरि मलाई घरमा बस्नै मन लाग्दैन। कस्तो अब त साथी हो, गर्मी महिना सुरु भइसक्यो। यस्तो गर्मी हुन्छ दिउँसो सुत्दा पनि यो पछाडिको नि खप्पर दुखेर म मर्छु होला कुन दिन है तेरिका। यस्तो गर्मी छ यार। अहिले वैशाखको महिना सुरु पनि भएको छैन। असार जेठको के अरे जेठ असारको जस्तो गर्मी छ, साउन भदौको जस्तो गर्मी छ। यस्तो पनि हुन्छ है तेरिका। यहाँ मेरो आलु डोर्नाट है। मैले एकछिनको लागि बाई भन्दै है त। मैले एकछिनमा खाने बेलामा भेट्छु है त। अलराइट साथी हो, मैले मेरो खाना चाहिँ रेडी भइसकेको छ, हेर्न सक्नुहुन्छ। अब यो मस्त गरेर म खान्छु होइन। कति दिउँसोको 2-3 बजीतिर म खाना खाइरहेको छु भने है तेरिका म कस्तो ठुलो मान्छे होला त होइन त।
आया पोलो 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 हम लोग थोड़ा बहुत बच रहे हैं ना, हम लोग नहीं कर रहे हैं वो। दिस इज माई स्पेसल फ्राइड राइस, गिलो फ्राइड राइस भन्छ यसलाई चाहिँ हैन। तो आध्यात्म जीवन में ना हो, सत्संग जीवन में ना हो, हम सबकी प्रवृत्ति पाप की हो। गिलो फ्राइड राइस, दिस इज माई न्यू रेसिपी। के अरे गिलो फ्राइड राइस। केही भन्नु छ मेरो गिलो फ्राइड राइसलाई? जन्य पाप केही नभन्नु, यसमा भन्नु पनि हुँदैन। हम लोग कैसे हैं?